चाहन्छु तपाईहरु सम्माननीय पूर्व प्रधानमन्त्रीज्यूहरु पनि आउनु भएको छ, माननीयज्यूहरु पनि आउनु भएको छ, मानव अधिकारवादीहरु पनि आउनु भएको छ, विद्यार्थीहरु पनि आउनु भएको छ। सबैप्रति आभार र धन्यवाद व्यक्त गर्दै माननीयज्यूहरु तपाई यहाँ सडकमा ऐक्यबद्धता भन्दा पनि सदन चलेको छ, त्यो सदनमा चाहिँ यो ऐनलाई ल्याउनको लागि तपाईको शक्ति प्रयोग होस् र त्यो